Hello guys, good morning. Welcome to Chiton Vlog. This is Isor Lama with you guys. म चाहिँ यहाँ आज देवघर धाम घुम्न आएको छु। यो चाहिँ देवघर धाम है। र देवघर धाम हो। अनि यो गेट चाहिँ यो इन्ट्रान्स है, यो प्रवेशद्वार। यहाँ चाहिँ चन्द्रलोक स्वर्गद्वार भन्छ यसलाई। When people pass away, जब मान्छे मृत्यु हुन्छ अनि उहाँहरूलाई लिएर तल जलाउने चाहिँ तल जानुपर्छ यो गेटबाट है। स्वर्गद्वार यो इन्ट्रान्स हो। अनि यताबाट चाहिँ हजुरको यता रिस्टु मन्दिर, यता त्यो इन्ट्रान्स चाहिँ देवघर धाम मन्दिर इन्ट्रान्स हो है यो चाहिँ। अनि यतापट्टि चाहिँ तपाईँको बौद्धिक टेम्पलहरू छ। बुद्ध धर्मको बौद्धिक टेम्पलहरू, बौद्धिक क्षेत्र चाहिँ यसलाई भन्छ है। यहाँबाट जानुपर्छ यो हेर्नु, यस्तो छ। अनि यहाँ चाहिँ अब एकर्डिङली हिन्दू कल्चर चाहिँ यो देवघर धाम चाहिँ वान अफ फेमस प्लेस हो यो चाहिँ है। अब धेरै टाढादेखि आउँछ। यहाँ चाहिँ तपाईँको मान्छे एउटा जन्मदेखि मृत्युसम्मको कामहरू हुन्छ। यहाँ विवाहदेखि लिएर सम्पूर्ण कार्यहरू यहाँ सम्पन्न भएको हुन्छ। त्यही भएर धेरै टाढाबाट आउनुहुन्छ यो देवघर धाममा होइन, घुम्न आउनुहुन्छ। त्यही भएर I just wanna let you know guys, this is देवघर धाम, ओके। एन्ड आज चाहिँ एकदम घाम लागेको अवस्था धेरै दिनपछि है। अनि म चाहिँ घाम तापेर घुमघाम गर्न आएको यो देवघर धाममा। सो फेरि पनि गाइजहरूलाई 2026 को धेरै शुभकामना छ है। नयाँ वर्षको शुभकामना छ। हजुरहरू जहाँ भए पनि स्वस्थ मस्त रहनु होला, यही शुभकामना दिन चाहन्छु सम्पूर्ण साथीहरूलाई। अनि this is what my video for today. So bye bye guys, love you all, bye bye.